कतिवटा गीत चलाएको अर्को पनि हेर्दै गर्नु यहाँ होइन क्या यहाँ कस्तो इरिटेट लाग्ने सबजना अहिले यही बनाइरहेको छ कसरी बनाउँछ क्या यो यहाँ अहिले सबजना भाइरल भइरहेको छ कि यही बनाएर यहाँ यस्तै हो कसरी बनाउँछ मलाई पनि सिका न यो भिडियो बनाउनको लागि चाहिँ फर्स्टमा तपाईँहरूलाई चाहिँ एउटा प्रोम्प्ट चाहिन्छ त्यो प्रोम्प्ट चाहिँ म यो भिडियोहरूको अन्तिममा अथवा बिचतिर म दिनेछु यो भिडियो तपाईँ फर्स्टदेखि लास्टसम्म स्किप नगरिकन हेर्नु होला अनि त्यो प्रोम्प्ट चाहिँ तपाईँले स्क्रिनसट गरेर त्यसलाई चाहिँ गुगल लेन्सबाट तपाईँले कपी गर्नु सक्नुहुन्छ अनि त्यो कपी गरिसकेपछि तपाईँ त्यहाँ के गर्ने हो भने चाहिँ म अब भिडियोमा भन्छु अहिले चाहिँ म मेरो स्क्रिन सेयर गरिदिन्छु तपाईँ स्क्रिनमा आएर तपाईँ मेरो स्टेपहरू फलो गर्दै जानु होला है फर्स्टमा चाहिँ हामी टिकटक अकाउन्टमा जान्छौँ हामी टिकटकमा गइसकेपछि चाहिँ हाम्रो यो भिडियो अपलोड गर्ने तपाईँको अप्सन हुन्छ नि त त्यो भिडियो अपलोड गरिसकेपछिको यहाँ हाम्रो यतापट्टि सेटिङ अनि सेयर अनि त्यसको मुनि चाहिँ हाम्रो एडिट गर्ने अप्सन हुन्छ क्या तपाईँ यहाँ क्लिक गर्नु होला अनि त्यो क्लिक गरिसकेपछि तपाईँको यहाँ यस्तो खालको इन्टरफेसहरू खुलिन्छ अनि त्यसपछि तपाईँको यो अब कहाँ तपाईँले पोज दिनु भएको छ नि पोज दिनु भएको ठाउँमा चाहिँ एकचोटि गएर त्यसलाई तपाईँले यहाँ फ्रिज गरिदिनु सक्नुहुन्छ क्या अब म जस्तो तपाईँलाई यहाँ देखाउनेछु कि फ्रिज चाहिँ कसरी गर्छ भने एकचोटि भिडियोमा क्लिक गरिसकेपछि तपाईँको चाहिँ अलिकति पछाडि गएर तपाईँको यहाँ फ्रिज भन्ने अप्सन हुन्छ फ्रिज भन्ने अप्सन गइसकेपछि तपाईँको यहाँ यस्तो खालको हुन्छ त्यसलाई चाहिँ अब ठुलो बनाएर तपाईँलाई यसलाई स्क्रिनसट गर्नु होला अनि तपाईँलाई यो कतिवटा चाहिन्छ नि सबै तपाईँले त्यो स्क्रिनसट गर्न सक्नुहुन्छ तपाईँले त्यो कतिवटा इफेक्ट बनाउने भन्नेमा चाहिँ तपाईँले स्क्रिनसट गर्न सक्नुहुनेछ अनि स्क्रिनसट तपाईँले गरिसकेपछि चाहिँ तपाईँ डाइरेक्ट अब ब्याक गरेर तपाईँ यहाँ जेमिनी एपमा आउनु होला जेमिनी एप चाहिँ यहाँ छ जेमिनी एपमा आइसकेपछि तपाईँले चाहिँ उसको आइकोमा थिचेर ग्यालेरीमा गएर अहिलेको तपाईँले फोटोहरू त्यो हाल्नु सक्नुहुन्छ जस्तै मैले अघिको यो गर्दाखेरिको मैले यो फोटो हालेँ यो फोटो हालिसकेपछि अघि त्यो अब यो प्रोम्प्ट चाहिँ तपाईँले यो यहाँ हाल्नु होला प्रोम्प्ट हानिसकेपछि अब तपाईँले यसलाई सेन्ड गरेर यसले एकछिन प्रोसेसको टाइम लिन्छ अनि टाइम लिइसकेपछि तपाईँले हेर्नु होला यसले कस्तो चाहिँ बनाउँछ भनेर है त तपाईँले हेर्नु सक्नुहुन्छ कि तपाईँले यहाँ कस्तो खालको बनिसकेको छ भनेर अनि तपाईँले त्यो फोटोमा तपाईँले क्लिक गरेर यतापट्टि सेभ भन्ने अप्सन गएर तपाईँले त्यहाँ सेभ गर्नु होला अनि सेभ गरिसकेपछि अब तपाईँको फेरि टिकटकमा आएर अनि तपाईँको अघि तपाईँले जुन ठाउँमा तपाईँले त्यो फ्रिज गर्नुभएको छ नि त्यो ठाउँमा आएर तपाईँले रिप्लेस भन्ने अप्सन हुन्छ तपाईँको त्यो रिप्लेस भन्ने अप्सनमा तपाईँ त्यहाँ क्लिक गऱ्यो भने तपाईँको अघिको त्यो फोटो हाल्नु मिल्छ त्यो फोटो हालिसकेपछि तपाईँले यहाँ के गर्नुपर्छ भने अलिकति एनिमेसनहरू पनि हाल्नु पर्यो नि त एनिमेसनको लागि चाहिँ तपाईँले यहाँ फेरि त्यसमा फोटोमा क्लिक गरेर यहाँ एनिमेसन भन्ने अप्सन छ एनिमेसन भन्ने अप्सनमा तपाईँले क्लिक गरिसकेपछि यहाँ कम्बो भन्ने छ कम्बोमा तपाईँले क्लिक गरेर हाम्रो यो सेकेन्डको इफेक्ट राखिदिनु होला यो चाहिँ अब तपाईँ कति टाइमसम्म राख्ने हो भने यो अलिकति भिडियोको अलिकति लास्टसम्मै राख्नु होला किनकि अलिकति राम्रो देखिन्छ नि त मुभमेन्टहरू गरेर त्यसपछि तपाईँको अर्को पनि छ भने तपाईँले अर्को नि यहाँ एड गर्न सक्नुहुन्छ है म चाहिँ यहाँ अर्को नि एड गर्छु अनि मैले नि सेम प्रोसेस गर्छु तपाईँको यहाँ सेम प्रोसेस भइसकेपछि म यसलाई अलिकति इफेक्टहरू दिन्छु अनि तपाईँले यहाँ गीतहरू चुज गर्नुको लागि चाहिँ मतलब यसको सङ छ नि एउटाको लागि चाहिँ अब यो एड सङमा तपाईँ त्यहाँ क्लिक गरेर तपाईँको त्यो कुन सङ म्युजिक हो तपाईँ त्यसमा क्लिक गर्नु पनि सक्नुहुनेछ ल अब यो अनुसारले चाहिँ मिलाइसकेको छैन हामी चेक गर्नेछौँ है त चाहिँ अलिअलि गरेर एडजस्ट गर्नुपर्ने हुन्छ तपाईँको चाहिँ तपाईँको अहिले यो म्युजिकसँग चाहिँ ठ्याक्कै मिलिसकेको छ होइन अब तपाईँलाई यसपछि तपाईँलाई गर्नुपर्ने चाहिँ के हुन्छ भने तपाईँलाई तपाईँको ठ्याक्कै म्युजिकसँग सबै यो भइसकेको छ अब यसपछि चाहिँ हामीलाई चाहिँ यहाँ अलिकति कस्तो फिक्का जस्तो देखियो नि त त्यसको लागि चाहिँ हामी यहाँ टेक्स्टहरू राख्नेछौँ टेक्स्ट राख्नुको लागि चाहिँ हाम्रो यहाँ मुनि नै अप्सन हुन्छ टेक्स्ट भन्ने टेक्स्टमा तपाईँ थिचेर तपाईँले जे पनि राख्नु सक्नुहुनेछ जस्तै म चाहिँ अब भिडियो एडिटर भनेर राख्छु त्यसपछि तपाईँले यहाँ फन्ट पनि चुज गर्नु सक्नुहुनेछ म चाहिँ यो फन्ट राखेर यसको कलर चाहिँ म येलो राखिदिन्छु यसको कलर चाहिँ म येलो राखिदिन्छु होइन यसलाई जहाँ पनि तपाईँले क्याप बटन जस्तै गरेर तपाईँले जहाँ पनि यसलाई राख्नु सक्नुहुनेछ अनि त्यसपछि अब यतिको मात्रै गऱ्यो नि भएन यसको लागि अलिकति एनिमेसनहरू चाहिन्छ नि त एनिमेसनको लागि चाहिँ फेरि हामी यहाँ साइडमा यसको लास्टमा हेर्नुहोस् त्यहाँ ए भन्ने खालको टाइपको छ त्यहाँ थिची भने तपाईँले यसको एनिमेसनहरू आउँछ अनि तपाईँलाई जुन इच्छा लाग्छ तपाईँले त्यो राख्नु सक्नुहुनेछ होइन यसमा मैले चाहिँ अब योवाला एनिमेसन राखिदिएँ अनि त्यसपछि सेम प्रोसेस गरेर हामी यसलाई कपी गरेर अब अर्कोमा चाहिँ अब हामी छुट्टै पोजमा त्यसपछि हामी के राख्नेछौँ भने हाम्रो क्यामराम्यान भनेर हामी राख्नेछौँ होइन त अब त्यसपछि हामी एकचोटि भिडियो फेरि एकचोटि प्ले गरेर पनि कस्तो देख्दो रहेछ है त हाम्रो भिडियो चाहिँ अब अलिकति राम्रो देखिसकेको छ है अनि तपाईँले फेरि यसलाई सबै मिलाइसकेपछि तपाईँको त्यहाँ कतिवटा फोटोहरू चाहिँ सबै त्यो राखिसकेपछि चाहिँ तपाईँले एक्चुअली लास्टमा यो भिडियो सबै हेर्नु होला कस्तो देख्दो रहेछ भनेर
तपाईँले यहाँ हेर्दाखेरि चाहिँ भिडियो राम्रो देखिसकेको छ। अब त्यसपछि चाहिँ हामी यो माथिको अब त्यो रेड कलरको त्यहाँ त्यसमा थिचेर अनि तपाईँ यहाँ त्यहाँ लेखेर तपाईँले अपलोड गर्नु सक्नुहुनेछ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो, तपाईँलाई राम्रो लाग्यो भने यो भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, अनि सब्सक्राइब गरिदिनु होला। म यस्तै खालको कन्टेन्टवाला भिडियोहरू लिएर आउँदै गर्नेछु। आजको लागि चाहिँ यति नै।